श्रीमती मात्रै हो कि मन्दिर मन्दिर धाएर श्रीमानको लामो आयुको लागि भगवानसँग माग्ने। तर श्रीमती यदि रोगी होस् त भोलिपल्टदेखि नै श्रीमानले अर्को श्रीमती खोज्न थाल्छ र श्रीमती मरेको 1 महिनै नबित्दै श्रीमानले अब म कोसँग बिहे गर्ने होला भनेर सोचिसकेका हुन्छ र बिहे गर्ने बिहे गर्नको लागि केटी पनि खोजिसकेको हुन्छ के, खोज्दै गरेको हुन्छ के। तर त्यहीँनिर एउटा महिलाले 10-15 वर्षपछि लौ न अब चाहिँ मलाई सहारा चाहिन्छ भनेर उसले बिहे गर्छु भनेर कुरा मात्रै निकाल्यो भने हेर पोइ चाहिएको पोइ नभएर यो खत्तम भएको भनेर नाना थरी भन्दै समाजमा उसको कुरा काट्छ। त्यहीँनिर श्रीमती मरेको 1 महिनामा अर्को बिहे गर्दा चाहिँ केटालाई चाहिँ सहारा चाहिने रे। केटीलाई चाहिँ के कस्तो कस्तो के हाम्रो समाजले छिट्टै नबुझ्ने छ के। केटालाई चाहिँ होइन अब जतिवटा केटी बिहे गरे पनि, केटी खेलाए पनि ऊ चाहिँ पुरा राम्रो रे के, उसको क्यारेक्टर कहिले नराम्रो हुँदैन। तर त्यहीँनिर केटी चाहिँ अलिकति के अब त्यो भएको होस्, नभएको होस् त्यो कुरा कसैले यत्तिकै आगो लगाइदिएछ भने नि अब उसको त क्यारेक्टर लेसै भइदिन्छ के। कस्तो अचम्म के। मलाई चाहिँ यो कुरा साह्रै अचम्म लाग्छ साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला।